मना प्रजा श्रयता इंदिरा शाश्वत रहे दैत दृश्यता दीक्षुता वदास त्रैवृता सवास स्वामिसिद्वते सरदुलासये साधुजात सात सरसिद्धोदरा श्रीमुसादिसा सुरकनाथते सुपदासिता वरदनिर्गतो नेहकिंबरा दिशजलाप्यया व्यालराक्षसाद वरसमारुता वैरुतानला वृषमयात्मजा विश्वतो मया ऋषभके
हे श्री कृष्ण हजुरको जन्मले आज वृन्दावन सबैभन्दा पवित्र र पावन बन्नु भएको छ। किनभने आज वृन्दावनको शोभा यति बढेको छ, आज वृन्दावनको गौरव गरिमा यति बढेको छ। हजुरको आगमनले लक्ष्मीजीले वैकुण्ठलाई छोडेर यति बेला वृन्दावन आएर बस्नु भएको छ डेरा जमाएर। त्यसैले हे प्रभु हामीले हजुरसँग ठुलो कुरो माग गरेका छैनौँ, हामीलाई हजुरको दर्शन चाहिएको छ। हजुरको दर्शन चाहन्छौँ हामी हजुरका हौँ, म हजुरको हौँ, हामी हजुरका हौँ। त्यसैले हे प्रिय हजुरले हामीलाई दर्शन दिएर हामीलाई यो विरहको आगोबाट निकाल्नुहोस्, यो ज्वालाबाट निकाल्नुहोस्। हामीले हजुरमै सारा प्राण अर्पण गरेका छौँ, हामीले सबै हजुरलाई नै समर्पण गरेका छौँ। हे गोविन्द हे श्री कृष्ण हजुरको दर्शनको तीव्र लालसाले हामी ज्यादै व्याकुल भएका छौँ, ज्यादै हजुरको दर्शनको चाहनाले हाम्रो हृदय बलिरहेको छ, विरहको अग्निले हामी जलिरहेका छौँ। यदि हजुरले दर्शन दिनु भएन भने हामी सबै विरह रूपी आगोले जलेर खाने हुनेछौँ। हजुरले हामीलाई पटक पटक रक्षा गर्नुभयो, धेरै विपत्तिहरूबाट हामीलाई हजुरले रक्षा गर्नुभयो, विषबाट रक्षा गर्नुभयो, वर्षाबाट इन्द्रको भीषण वर्षाबाट रक्षा गर्नुभयो र हजुरले भीषण विपत्तिहरूबाट हाम्रो रक्षा गर्नुभयो। आज यही दिन देखाउनका लागि हजुरले रक्षा गर्नुभएको थियो हामीहरूलाई। हे गोविन्द हामीलाई दर्शन दिनुहोस् र हजुरको त्यो दिव्य चरणले हामीलाई स्पर्श गरिदिनुहोस्। सम्पूर्ण जगतको रक्षा गर्नेवाला हे भगवान हे गोविन्द शरणागत भक्तहरूको प्राण भएको